राम्री नन्द चाहिँ भ्लगमा आउँछ भने जी हैन ल हामी दुईजनामा बेसी राम्रो को छ भनेर ल बोध चाहिँ हुनु भएन लु घरमा टिका लाउनु हाई एभ्रीवन गुड मर्निङ सेवारो वेलकम टु माई भ्लग इट्स मे याङमाङ मिलन हैन तपाईँ सबैजनालाई वेलकम छ र आशा राख्दछु तपाईँ सबैजना सन्चै अनि सुबिस्तै हुनुहुन्छ होला भनेर हामी पनि एकदमै सन्चै सुबिस्तै छौँ र फर्स्ट अफ अल त तपाईँ सबैजनालाई ह्याप्पी दसैँ ह्याप्पी दसैँ उहाँको चाहिँ यति नै ह्याप्पी दसैँ भन्न चाहन्छु र अहिले चाहिँ बिहानको 6 बजिसकिसकेको छ हो अन्त हाम्रो चाहिँ काम चालु छ काम उहाँ यही आगो फुक्नुहुँदैछ म यहाँ अब काम चालु भइरहेको छ हो अन्त तपाईँ सबैजनाले आफ्नो आफ्नो तरिकामा दसैँ मनाउनुहुन्छ होला र हाम्रो पनि आफ्नो तरिका छ नामथाङ अर्कै यहाँ अर्कै अब यहाँको तरिका चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यहाँ चाहिँ ठुलो घर सबैजना जति पनि बुवाको दाजुभाइ उयो फ्यामिलीहरू सबैजना चाहिँ त्यो दिन जसको घरमा फर्स्ट टिका लाउँछ त्यही घरमा चाहिँ भोज हुँदो रहेछ अन्त हाम्रो घरमा टिका लाउँछ सबैजनाले फर्स्टमा सो भोजको तयारी गर्दैछौँ बिहानको प्रसादको तयारी गर्दैछौँ खानाको तयारी गर्दैछौँ हामी चाहिँ अन्त यस्तै चाहिँ हाम्रो प्रीति तता पनि आइपुग्नु भयो आज चाहिँ प्रीति तताको स्पेसल चाहिँ यहाँ अर्कै चाहिँ अहिले आउँदैछ यहाँ हो यहाँ हाम्रो पाक्दैछ तपाईँको वाचिपा हो यो आगो त खतरा आएको नि त यो अलरेडी फ्राई छ अब चाहिँ यहाँ इस्कुस पनि रेडी छ सो यहाँ पाक्दैछ छ कुन चाहिँ छ उस राख्दैन यो चाहिँ बक्सको मसला रेडी हुँदैछ यो दाल अलरेडी पकाइरहेको छ यहाँनिर फेरि यो चिल्लीको लागि चिकन मेरिनेट हुँदैछ यहाँ आइसुले रेडी पार्दैछ माथि राख्ने सबै सजावट गर्ने सो योगेश चाहिँ कटिङको डिपार्टमेन्टमा छ हो सबै आफ्नो आफ्नो डिपार्टमेन्टमा बिजी छ यसरी हाम्रो चाहिँ फुल सेट भइसकिसकेको छ यहाँ देख्न सक्नुहुन्छ हो अन्त यसरी अब चाहिँ हामी टिका लाउनु आँटेको बुवाले दिउँ भनिसक्नुभयो
त्यो मजाले मिलेको रहेछ ल यहाँ मम्मी रेडी सेडी हुँदैछ हाम्रो मम्मी बिस्तारै लगाऊ है पहिला चाहिँ त छर्किनु पो पर्छ त सेकेन्ड जानु पर्यो नि ल यो केसले अब प्रजाले बोलगारे पुरा पनि बिसिन्छ बाहिर चाहिँ र सासी बारे सम्झि बस्छ यसको फोकस इच्छाहरू सरकारले चाहिँ नगरी पाओस् गभर्नमेन्ट जबको ट्याग लाग्नु अब बिहा पनि गर्नुपर्छ पैसा पानी आउँदैछ आइसा को खोज्दैछ आइसा सिधा गएर खोज्दैछ दाली भने टिका बाउ विराट छ बाउ कजारीको बाउ यो अहिले पिछाडी याद गर्नु गरे बिमारी याद गर्नु हुन्छ हुन्छ ल आइसा एकदम राम्रो पढ्नु हो भनेको नछैकिन जाओस् राममा के नहोस् काशीको 3 मा पनि एडमिसन गरेको कसो हुन्छ भगवानले कासो थियो साले के एडमिसन हुँदो थियो पुस्ने कहाँ राखे पुस्ने बाहिर राखेर खै पुस्ने प्लान पुछ दिन्थ्यो त सुपर बस टाका दर आशीर्वाद दिनु पर्यो हाम्रो प्रीति चमालाई छिटो ल्याउन आइसु हाम्रो काकी ह्याप्पी दसैँ सेम टु यु हाम्रो काकी ह्याप्पी दसैँ थ्याङ्क यू काका हुन्छ अब सब्जी खान्छस् कुखुरा खान्छ खिच्यो प्रपर दसैँको उयो भएको झन् बडीले क्या इन्स्टाग्राममा पोस्ट हाल्नु पर्यो नि यस्तो राम्ररी नन्द चाहिँ भ्लगमा आउँछ भोलि जी होइन ल हौ ल आशीर्वाद चाहिँ अब यसपालि प्राप्तिले चाहिँ दर ल्याउनु पर्यो मार्क्स चाहिँ संजोग संजोग सरले दर आशीर्वाद दिनु पर्यो ए हामी चाहिँ अब काकीहरूकोमा आएको कसका काकीहरूको भ्लग बनाउँदैछ नि म यस्तो राम्ररी लेख्नु पनि ल हामी दुईजनामा राम्री को छ भन्नु त कमेन्टमा गर्नु ल हामी दुईजनामा राम्री को छ हामी दुईजनामा बेसी राम्री को छ भनेर ल बोध चाहिँ हुनु भएन लु बोध चाहिँ हुनु भएन ल नम्बर ए हामी म नम्बर बी को ल कसको बेसी आउँछ त्यही जित्यो कमेन्टहरू कमेन्ट गरिदिनु अरे लु छिटो गरिदिनुहोस् है उचार घर सन्तानहरू आइपुग्यो भनेर कोकालाई त्यसो भनिदिनु अब दाजुको घरमा टिका लाउनु यो स्वर चाहिँ यहाँ मलाई सबसे भन्दा बेसी जुनै भ्लगमा पनि कमेन्ट गर्नु हुने काकीको घरमा यहाँ चाहिँ हाम्रो तर कमेन्ट चाहिँ जुनै भ्लगमा पनि गरिरहनु भएको हुन्छ नि यहाँ चाहिँ काकीहरूकोमा आएको हामी चाहिँ र यहाँको दसैँ चाहिँ हामी सबैजना किन आएको भनेर चाहिँ सोच्नु हुँदै होला भने चाहिँ यहाँ हाम्रो यो न्युपाने फ्यामिलीमा चाहिँ छोरा बुहारी खालहरूले चाहिँ आज जुन दिन टिका छ त्यही दिन चाहिँ टिका लगाइसक्नुपर्छ अरे सो त्यसै भएर हामी आएको हेर्नुहोस् न गुडहल यो चाहिँ निसा मिसको घर है निसा मिसको टिकाको कलर राम्रै छ बिहामा छ ल तपाईको पनि आएछ है मलाई टोपी लाइन हो
रक्सी देऊ रक्सी म देखाइन नि त छिटै छिटै छु सबैले भ्याउँदैन हामीलाई हाँस्नु अरे सानाबाट ठुलो कोही किन हुन्छ सक्यो म त गीतै नबजा समाचारमा पनि नाचिदिन्छु नि अघि उयो रिल्स बनाउँ कि बनाऊँ भनेर हो के छ दिदी बहिनीको अनुहारमा पुरा ग्लो छ त यसरी